तपाईँको खुट्टा सुन्निरहेछ। मृगौलाको कारणले होइन, मुटुको कारणले गर्दा होइन। अरू के कारणले गर्दाखेरि खुट्टा सुन्निन सक्छ? आज हामीलाई एउटा साथीले प्रश्न सोध्नु भएको छ कि उहाँ 48 इयर्स हुनुहुन्छ, 58 किलोज हुनुहुन्छ। उहाँको सुन्निने चाहिँ 5-6 वर्षदेखि भइरहेछ। मुटु चेक गर्नु भइसक्यो, ठिक छ। मृगौला चेक गरिसक्यो, ठिक छ। पिसाबमा कुनै पनि समस्या छैन, तर पनि किन सुन्निरहेछ भनेर सोध्नु भएको छ। सो खुट्टा सुन्निने धेरै कारणहरू हुनसक्छ। मुटु र मृगौला बाहेक यदि कसैको कलेजोमा समस्या छ, कलेजोले चाहिँ प्रोटिन बनाउने काम गर्दछ। यदि कलेजोमा समस्या भइरहेछ, प्रोटिन बनाउन सकिरहेको छैन भने खुट्टा बिस्तारै सुन्निँदै जान्छ। नम्बर 2 मा यदि कसैको चाहिँ थाइरोइडमा समस्या छ, थाइरोइडले चाहिँ हाम्रो बडीको होल मेटाबोलिजमलाई कन्ट्रोल गर्छ। यदि थाइरोइडले राम्रो फङ्सन गर्न सकेन भने चाहिँ खुट्टाहरू बिस्तारै सुन्निँदै जान चाहिँ सक्छ। नम्बर 3 मा यदि तपाईँको लामो समयदेखि डायरिया भइरहेछ भने त्यसको कारणले गर्दा पनि दिशामा प्रोटिन बेसी लस भएर खुट्टा सुन्निने चाहिँ हुनसक्छ। यसलाई चाहिँ हामीले प्रोटिन लुजिङ एन्थेरोप्याथी भन्ने गर्दछौँ। नम्बर 4 मा यदि तपाईँले चाहिँ राम्रै खाना खानु भइरहेको छैन, तपाईँको चाहिँ प्रोटिन म्यालन्युट्रिसन भइरहेछ भने त्यसले गर्दा पनि खुट्टा चाहिँ सुन्निन चाहिँ सक्छ। यो बाहेक यदि तपाईँले कुनै औषधि खाइराख्नु भएको छ, जस्तै प्रेसरको एम्लोटिपिन भन्ने खाइराख्नु भएको छ, यदि इन्सुलिन लिइराख्नु भएको छ या कुनै दुखाइको औषधि खाइराख्नु भएको छ, यसले पनि तपाईँको खुट्टाहरू सुनाइदिन सक्छ। र लास्टमा कहिलेकाहीँ केटी मान्छेहरूमा चाहिँ मेन्स्ट्रुएसन बेला पनि खुट्टा सुन्निन चाहिँ सक्छ। यसको बारे फुल भिडियो मैले मेरो युट्युब च्यानलमा चाहिँ राखिदिएको छु, त्यहाँ गएर तपाईँले हेर्न सक्नुहुन्छ। र त्यहाँ अरू भिडियो हेरेर पनि च्यानललाई सपोर्ट गरिदिनु होला। यति भन्दैमा म तपाईँहरूबाट आज बिदा लिन चाहन्छु। नमस्ते।